नमस्ते, मेरो नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। सदा जस्तै आज हजुरहरू सामु मासुको अचारको रेसिपी लिएर आएको छु। मैले चिकनको रेसिपी लिएको छु भने हजुरहरूले अरू मासुको रेसिपी पनि बनाउन सक्नुहुनेछ। मैले सुरुमा लिए मासु। अब हामीहरूले यसलाई यसरी कटिङ गर्छौँ। चिकन कटिङ गरेर हामीहरूले मिडियम किसिमको पिस बनाइसकेका छौँ, हेर्न सक्नुहुनेछ। त्यही गरी अब हामीहरूले फ्राई प्यान बसाल्यौँ। यसमा हामीहरूले राख्यौँ धनिया। त्यसै गरी अब हामीले यसमा एड गर्छौँ तोरी। त्यसै गरी हामीले यसमा एड गर्यौँ मरिच। यसै गरी हामीहरूले एड गर्छौँ जिरा। यसै गरी अब हामी एड गर्छौँ टिमुर। अब हामी यसै गरी अब एड गर्छौँ मेथी। सबै मसला राखिसकेपछि हामी अब मिडियम आगोमा हामीहरूले राम्रोसँग भुट्छौँ। अब हामीहरूको मसला तयार भइसकेको छ। भुटेर केही समय सेलाउन राखेको मसलालाई हामी ओखतीमा खनायौँ र यसै गरी हामी अब यसलाई पिस्छौँ। पिसिसकेर पनि हाम्रो मसला रेडी भइसकेको छ। अब हामी अर्को फ्राई प्यानमा तेल बसाल्यौँ। तेल खरिसकेपछि हामी यसमा मासुलाई एड गर्छौँ। मासुलाई एड गर्दै गर्दै गइसकेपछि हामीहरूले यसलाई राम्रोसँग भुट्छौँ है त साथीहरू। हाम्रो यो मासुको अचार अन्तिमसम्म हेरेर कस्तो लाग्छ कमेन्ट बक्समा जस्ताको त्यस्तै छोड्न नभुल्नुहोला साथीहरू। यसरी बनाएको मासुको अचार हामीहरूले महिनौँ दिनसम्म राखेर पनि खान सक्छौँ है त। मैले आज चिकनको रेसिपी बनाएको छु भने तपाईँहरूले यसै गरी पोर्क र मटनको रेसिपी पनि बनाउन सक्नुहुनेछ। यसै गरी हामीहरूको चिकन पनि रेडी भइसकेको छ। देख्दै खाउँ लाग्दो चिकन भएन त साथीहरू। यसै गरी अब हामीहरूले लसुन राख्यौँ मिक्सरमा। यसै गरी हामीहरूले 10-15 मिनट पानीमा भिजाएको रातो खुर्सानीलाई एड गर्छौँ। यति गरिसकेपछि अब हामीहरूले मसिनो गरी पिन्छौँ। ढिला नगरी अब हामीले अर्को प्यानमा तेल बसाल्यौँ। तेल राम्रोसँग तातिसकेपछि हामी यसमा मेथी एड गर्यौँ। त्यसै गरी मेथी खारिसकेपछि हामी अब यसमा मसिनो गरी काटेको अदुवालाई एड गर्छौँ। त्यसै गरी हामी मसिनो गरी काटेको अर्को गाजरलाई पनि एड गर्छौँ। त्यसै गरी हामी यसै गरी काटेको लाम्चो आकारको लसुनलाई पनि एड गर्छौँ र अघि पिसेको मसलालाई पनि एड गर्छौँ। यसै गरी हामी यसमा स्वाद अनुसारको नुन राख्यौँ। त्यसै गरी सौँफ पनि हामी एड गर्यौँ। यति गरिसकेपछि अब हामीले यो मसलालाई मिडियम आगोमा मजाले पकाउँछौँ। यसै गरी हामीले यसमा एड गर्यौँ भिनेगर। यति गरिसकेपछि हामी अब यसमा मासुलाई एड गर्छौँ। यो मासुलाई हामीले मिडियम आगोमा राखेर मजाले एकछिनसम्म चाहिँ पकाउनु पर्ने हुन्छ है साथीहरू। देख्न सक्नुहुन्छ हामीहरूको अचार यतिकैमा खाउँ भएको छ। यसै गरी यसमा हामी लेमन एड गर्यौँ र त्यसै गरी हाम्रो लगभग हाम्रो अचार रेडी भइसकेको छ। यो अचारलाई हामीहरूले 1 महिना 2 महिनादेखि 6 महिना अवधिसम्म पनि राखेर यसलाई हामीले प्रयोग गर्न सक्छौँ, इन्जोय गर्न सक्छौँ भने हामीहरूले यही तरिकाले अन्य मासुहरूको अचार पनि हामी बनाउन सक्छौँ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा हजुरलाई धेरै धन्यवाद। नमस्कारसँगै हजुरहरूको दिन सुखमय बितोस्। बाई बाई।